आज शनिबारको दिन घुमघाम गर्दैछु म तारे भिर यो डाँडामा हैन यो सुरुरु लागिरहेछ आनन्द छ एकदमै भनौँ ओ विशेष गरी एउटा कुरा चाहिँ के भन्दाखेरि सबैजना ह्याप्पी रहनु होला हरेक चिज मान्छे भन्छ किराबाट नै रुख बिरुवा भन्छ हरेक हैन हरेक कुराहरू यो भन्दा नि अमूल्य चिज चाहिँ यो मान्छेको जुनी हैन मान्छे जुनीलाई चाहिँ के भन्छ धेरै सोचहरू मान्छेहरूको पापहरू अब हैन हरेक चिज हुन्छ तर जे जस्तो भए पनि मान्छे जस्तोसुकै भए पनि पापी नै हो हैन म जस्तो सुकै हैन पाप गर्दिनु भन्ने हुँदैन पाप हुन्छ हैन पाप गर्छन् नराम्रो सोच्छन् नराम्रो भन्छन् के हैन जस्तो सुकै भए पनि के म गर्दिनँ म यस्तो छैन भनेर हैन यहाँ सबैजनाले कि पड्काउँछ कि पड्किन्छ अब कि हैन त्यही त हो नि जिन्दगी भनेको आठ हुने कुटे खाएर बस्छ आठ नहुने डराएर बस्छ कि कुट्छ आठ हुनेले कुट्छ हैन कि कुटै खान्छ हैन आठ नहुने चाहिँ चुपो लाएर बस्छ कि त्यही हो के हैन कुरा त्यही हो अब हरेक कुराहरू बुढाबुढीमा भन्छ हैन यसमा त्यसमा भन्छ सङ्घ गर्यो हैन साथीभाइ हरेक कुराहरूमा छ यो बाबुआमा दाजुभाइ दिदीबहिनीदेखि लिएर हैन हरेक कुरामा छ के हैन तर यो अचम्मको छ तर सबैजना राम्रो हुनु होला जतिसुकै नराम्रो सोचेन हो यो मैले गलत सोचेछ भन्ने कुरा चाहिँ भोलि एकछिनपछि सम्झिनु होला ओहो अहिले एकछिन अहिले नराम्रो गऱ्यो भने अहिले एकछिनपछि चाहिँ मैले यो गल्ती गरेको छ है भन्ने कुराहरू चाहिँ एकदमै सोचिदिनु होला र सबैजनालाई राम्रो मिलिजुली बस्नु होला हैन अहिले जति यो अहिले सृष्टि भएको थियो के अब रुख बिरुवाहरू पनि अहिले भन्छ पहिला हिँड्थ्यो अरे अब बोल्थ्यो अरे होइन अब कहाँ छ अहिले होइन त्यो पनि अब हो त्यो सत्यता कुराहरू हो हिजो युगौँ युग हजारौँ साल हजारौँ वर्ष अगाडि होइन के थिए कस्तो थिए कति मान्छे जन्मे कति मान्छे मरे कति किरा फरेर कति रुख बिरुवा टले कति रुख उम्रे होइन सबै चिज त्यही हो अब होइन त सबैभन्दा अमूल्य चिज मान्छेको रहेछ सबैमा राम्रो हुनु होला ह्याप्पी हुनु होला सबैले नराम्रो कसैलाई नसोचिदिनु होला सोध्नु त सोधिन्छ तर हो मैले गलत चाहिँ गर्नु हुँदैन यो सोच्नु हुँदैन भन्ने कुरा चाहिँ मनमा लिइदिनु होला होइन धन्यवाद अब मेरो त अब अरू धेरै छैन मेरो कुरा के भन्नु पर्ने त म चाहिँ अब सबैलाई राम्रो गर्छु होइन राम्रो गरेर म पनि एउटा पापी हो कहिले गलत हुन्छ होला सरी मेरो दाजुभाइ यहीँबाट मैले सम्झिन चाहेँ मेरो दाजुभाइ दिदीबहिनी बाबुआमा होइन साथीभाइ होइन इष्टमित्र होइन अहिले यो ठाउँबाट एकदम जङ्गलमा बसिरहेको छौँ यहीँबाट म सम्झेँ जाँदै एकदम बिन्दास ठाउँमा अब यस्तो मजाको हावा लागिरहेको छ होइन आनन्द ठाउँमा बसेर म सम्झिन चाहन्छु सरी सबैलाई मबाट मेरो केही गल्ती भुलहरू भएछ भने होइन जति पनि मसँग जोडिनु भएको छ मलाई भेट्नु भएको छ मसँग बोल्नु भएको छ मलाई देख्नु भएको छ जति पनि मैले देखेको छु मैले भेटेको छु जतिलाई मैले नराम्रो मन केही दुखाएको छु भने त्यसको लागि म सरी भन्न चाहन्छु र सबैजना खुसी हुनु होला मान्छेमा मिलिजुली सबै चिज माया ममत्व भन्ने कुराहरू बुझ्नु होला है भन्ने है त साथीहरू बाई 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 बाई